ल सबैजनालाई नमस्ते है। म प्रकाश ढुङ्गाना। आज हामी शिक्षक सेवाको माध्यमिक तहको विज्ञापनलाई लक्षित गर्दै शिक्षक सेवा तयारी कक्षाको पहिलो क्लास, अनलाइनको पहिलो क्लास भनौँ। यो हाम्रो फिजिकल क्लासहरू त हाम्रो कन्टिन्यू भइराखेकै छ। अनलाइन प्लेटफर्ममा चाहिँ हामी आजदेखि क्लासहरू सुरु गर्न गइरहेका छौँ। अब तपाईँहरूलाई सबैजनालाई थाहा छँदैछ, सबैजना तयारीमा एकदमै जुट्नु भएको छ। त्यसमध्ये पनि अब हामी माध्यमिक तहको चाहिँ खण्ड खमा रहेको शिक्षक सेवा अन्तर्गतको खण्ड खमा भएको शिक्षा पाटो, शिक्षा खण्डको शिक्षा सम्बन्धी आधारभूत ज्ञान हामी यहाँबाट 24 नम्बरको हाम्रो क्वेसनहरू यहाँबाट आउँछ। 24 मार्क्सको आउँछ, जसमध्ये पहिलो एकाइ भनौँ न, पहिलो पाठ नेपालको शिक्षाको परिचय र नेपालको शैक्षिक विकास भन्ने यहाँबाट हाम्रो दुईवटा क्वेसन आउँछ। त्यही दुईवटा क्वेसनहरूसम्म सम्बन्धित भएर हामी विभिन्न प्रश्नसँग सम्बन्धित भएर हामी छलफल गर्छौँ र त्यसको चाहिँ केही तपाईँहरूलाई जानकारी दिने मैले प्रयास गर्नेछु। जसमा हाम्रो अब शिक्षाको परिचय र नेपालको शैक्षिक विकासमा तीनवटा खण्डहरू, तीनवटा पार्टहरू दिएको छ। जसमा शिक्षाको स्वरूप, उद्देश्य र कार्यहरू दिएको छ एउटा। त्यस्तै गरेर शिक्षाको आधुनिक प्रवृत्तिको बारेमा दिएको छ भने अर्को चाहिँ नेपालको आधुनिक शैक्षिक इतिहासको बारेमा दिएको छ। त्यसमध्ये अब हामी यहाँ शिक्षाको स्वरूप, उद्देश्य र कार्यहरू हामी योसँग सम्बन्धित भएर केही छलफलहरू हामी यहाँ गर्छौँ र त्यही अनुसार हामी पहिलो सुरुमा चाहिँ हामी शिक्षाको अर्थसँग सम्बन्धित भएर केही कुराहरू गर्छौँ। अब तपाईँहरूलाई राम्रोसँग जानकारी नै छ, शिक्षा हामीले पढेका पनि हौँ, बुझेका छौँ शिक्षा के हो भन्ने कुरा। तर हामीलाई एक्जाम ओरिएन्टेड भएर, एक्जामसँग सम्बन्धित भएर केही जिकेहरू एकदमै जान्नै पर्ने हुन्छ। जसका लागि अब पहिलो नम्बरमा त शिक्षाको अर्थ, शाब्दिक अर्थ के हो, वास्तविक अर्थ के हो, वैज्ञानिक अर्थ के हो, विस्तृत अर्थ के हो, शिक्षासँग सम्बन्धित विभिन्न विद्वानहरूले कस्ता कस्ता परिभाषाहरू गर्नुभएको छ, कस्ता कस्ता चाहिँ विश्लेषणहरू गर्नुभएको छ भन्ने सन्दर्भमा हामीले बुझ्नुपर्ने हुन्छ र त्यसलाई सम्झिने प्रयास गर्नुपर्ने हुन्छ। अब यहाँ हामी सैद्धान्तिक भन्दा पनि व्यावहारिक रूपमा हामीले कसरी सम्झिने भन्ने सन्दर्भमा चाहिँ तपाईँहरूसँग थोरै कुरा गर्छौँ। जस्तो अब यहाँ शिक्षाको अर्थमा यहाँ जसरी शारीरिक विकासका लागि भोजनको महत्त्व हुन्छ, त्यस्तै सामाजिक विकासका लागि शिक्षाको विकास त्यत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई जोन डिवेले परिभाषित गर्नुभएको छ। यो परिभाषा मैले किन यहाँनिर राखेँ भने यो जोन डिवेसँग सम्बन्धित भएर विभिन्न भनाइहरू हामीलाई शिक्षामा क्वेसनहरू आएकै छ। त्यसमा पनि यो जोन डिवेले चाहिँ शारीरिक विकासका लागि भोजनको, जसरी शरीरको विकासका लागि भोजन आवश्यक छ, त्यसरी नै मानिसको मस्तिष्कको विकास अथवा ज्ञानको विकासका लागि चाहिँ शिक्षाको आवश्यक छ भन्ने अर्थमा चाहिँ जोन डिवेले परिभाषित गर्नुभएको छ। अब यसलाई हामीले कसरी सम्झ्यौँ भने शारीरिक विकासको लागि भोजन भने जस्तै शिक्षाको विकासका लागि चाहिँ मानिसले जसरी शारीरिक विकासका लागि भोजन हुन्छ, त्यसरी सामाजिक विकासका लागि शिक्षाको आवश्यक हुन्छ भन्ने कुरा चाहिँ डिवेले भनेको भनेर हामीले सम्झिन सक्छौँ। त्यस्तै गरेर चाहिँ विद्यार्थी एक पुस्तक हो जसको पाना पाना शिक्षकले पढ्नुपर्छ। शिक्षक र विद्यार्थीको सम्बन्धलाई एउटा किताबका पानासँग जोडेर कसै प्रश्नहरू आयो भने यो चाहिँ रुसोको हो भनेर हामीले त्यसरी सम्झिनुपर्ने हुन्छ। त्यस्तै गरेर चाहिँ हामीले शिक्षाको अर्थपूर्ण अभिव्यक्ति प्रसिद्ध दार्शनिक जोन लकको अनुसार चाहिँ अभिव्यक्तिमा पाइन्छ। विशेष गरेर अभिव्यक्तिमा चाहिँ विशेष गरेर बोट बिरुवाको विकास गोडमेलद्वारा हुन्छ भने मानिसको विकास चाहिँ शिक्षाबाट हुन्छ भनेर चाहिँ जोन लकले भन्नुभएको छ।
बिरुवालाई गोडमेल गरेर जसरी हामी विकसित बनाउन सक्छौँ, राम्रो बनाउन सक्छौँ, त्यसरी मानिसलाई राम्रो बनाउनका लागि चाहिँ शिक्षाको आवश्यक हुन्छ भनेर चाहिँ जोन लकले भन्नुभएको छ भनेर हामीले बुझ्न सक्छौँ। त्यसैले स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षाको अर्थ हो भनेर अरस्तुले भन्नुभएको छ। यो अलिकति दार्शनिक कुरासँग सम्बन्धित छ, दर्शनसँग सम्बन्धित छ। विशेष गरेर स्वस्थ शरीर स्वस्थ मस्तिष्क भनेको चाहिँ अरस्तुले, एरिस्टोटल पनि भन्छ उहाँलाई, अरस्तुले भन्नुभएको छ भनेर हामीले बुझ्न सक्छौँ। त्यस्तै गरेर चाहिँ अन्य परिभाषाहरूमा अब हामीले शिक्षाका अन्य अर्थहरू पनि हामी बुझ्न सक्छौँ। शिक्षाको शाब्दिक अर्थ कसरी भयो, शिक्षाको वैज्ञानिक अर्थ कसरी भयो, कस्ता कस्ता छन्, कुन कुन शब्दहरूको प्रयोग गरिएको हुन्छ भन्ने कुराहरूको बारेमा पनि हामी यहाँ छोटकरीमा विश्लेषण गर्छौँ। विशेष गरेर यो शिक्षा शब्द, विशेष गरेर यो शिक्षा चाहिँ ग्रिक भाषा, विशेष गरेर ल्याटिन भाषाको एडुकेसनको शाब्दिक अर्थ E+DUCOबाट आएको, जसको अर्थ चाहिँ भित्रबाट बाहिर ल्याउनु भन्ने हुन्छ। भनेको एजुकेसनको अर्थ एजुकेसनको अर्थ चाहिँ विशेष गरेर सिकाइको अर्थलाई चाहिँ मानिसको आन्तरिक हृदयबाट अथवा भित्र सिकेका कुराहरूलाई बाहिर प्रस्फुटन गर्नु चाहिँ सिकाइ हो भन्ने अर्थमा हामी एजुकेसनलाई लिन्छौँ। त्यस्तै अङ्ग्रेजी एजुकेसन शब्द ल्याटिन भाषाबाट विकास भएको, ल्याटिनको विशेष गरेर एडुकेटम, EDUCATUM एडुकेटम, त्यसरी एडुकेयर, EDUCERE एडुकेयर, EDUCARE एडुकेयर, यी सबै शब्दहरू चाहिँ यिनीहरू चाहिँ ल्याटिन भाषाका शब्दहरू हुन्। यिनीहरूबाट एजुकेसनको निर्माण भयो, एजुकेसन शब्द बन्यो, जसको अर्थ चाहिँ हामी यहाँनिर पढिरहेका छौँ। त्यस्तै गरेर चाहिँ अब एजुकेसन शब्दका यी शाब्दिक अर्थको रूपमा विशेष गरेर हामीले बाहिर ल्याउनु अथवा लिड आउट अथवा व्यक्तिमा अन्तर्निहित क्षमताहरूलाई बाहिर निकाल्नु भन्ने अर्थ चाहिँ शिक्षासँग सम्बन्धित छ भनेर बुझ्नुपर्ने हुन्छ। त्यस्तै गरेर चाहिँ अब एडुकेयरको अर्थ आउट अफ अथवा DUCERE डिकेयरको अर्थ लिड आउट अथवा अगुवाई गर्नु अथवा बाहिर निकाल्नु। एडुकेयरको अर्थ व्यक्तिको भित्री शक्तिहरूको विकास गरी क्षमतावान बनाउनु। जस्तो अब व्यक्तिमा क्षमताको, व्यक्तिलाई क्षमतावान बनाउनु शिक्षित बनाउनु, ज्ञान हासिल गराउनु, जस्ता शब्दहरूको प्रयोग भएको छ भने यो चाहिँ शिक्षाको अर्थ हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। त्यस्तै गरेर चाहिँ विशेष गरेर अब शिक्षालाई विभिन्न विद्वानहरूले परिभाषित गर्नुभएको छ। अब हामीले योसँग सम्बन्धित भएर पनि केही परिभाषाहरू घोक्नुपर्ने हुन्छ, केही परिभाषाहरू याद गर्नुपर्ने हुन्छ, जसअनुसार केही परिभाषाहरू हामी यहाँनिर बुझ्ने प्रयास गर्छौँ। जस्तो अब टी रेमन्डका अनुसार पुस्तकीय ज्ञान, बुकिस नलेज भन्छ नि, पुस्तकीय ज्ञानको रूपमा चाहिँ पुस्तकीय ज्ञान भएछ, पुस्तकीय ज्ञान। यो रेमन्डले पुस्तकीय ज्ञानलाई विशेष गरेर जोड दिएको छ। त्यस्तै गरेर सङ्कुचित अर्थमा औपचारिक र अनौपचारिक शिक्षाहरू सङ्कुचित अर्थ अन्तर्गत रहेका छन्। त्यस्तै गरेर चाहिँ विशेष गरेर शिक्षकको सङ्कुचित अर्थमा प्राध्यापक डेभरीको भनाइ चाहिँ के छ भने शिक्षा भनेको यस्तो प्रक्रिया हो जसमा बालबालिकाहरूको ज्ञान, चरित्र र व्यवहार निर्माण र निर्दिष्ट गरिन्छ भन्ने कुरालाई विशेष गरेर डेभरीले
उल्लेख गर्नुभएको छ। त्यस्तै गरेर चाहिँ शिक्षालाई विद्यालयमा प्रदान गरिने ज्ञान, सिप वा पढाइसँग सम्बन्धित भएर सीमित अर्थ लगायौँ भने यसलाई शिक्षाको सङ्कुचित अर्थको रूपमा सम्बन्धित भएर सीमित अर्थ लगायौँ भने यसलाई शिक्षाको सङ्कुचित अर्थमा राखिएको छ। त्यसै गरेर किताब पढ्न सक्ने मानिसलाई शिक्षित व्यक्ति भन्नु, यहाँ पनि अलिकति भन्नु, विद्यालय व्यवस्थापनद्वारा निर्धारित समयभित्र पाठ्यक्रम पाठ्य पद्धतिबाट शिक्षण गरिने प्रक्रिया नै शिक्षा हो भन्नु, यी सबै शिक्षाका सङ्कुचित अर्थ अन्तर्गत रहेका छन्। त्यस्तै गरेर उत्तीर्ण र अनुत्तीर्ण प्रमाणपत्र दिनु, उत्तीर्ण र अनुत्तीर्ण भई प्रमाणपत्र वितरण गर्नु, त्यस्तै गरेर निश्चित पाठ्यक्रम पढाउनु, पाठ्य पुस्तक पढाउनु, विद्यालयभित्र दिने शिक्षा आदिलाई हामी के भन्छौँ? शिक्षाको सङ्कुचित अर्थ अन्तर्गत भन्न सकिन्छ। यसमा चाहिँ शिक्षाको सङ्कुचित अर्थ अन्तर्गत चाहिँ जस्तो निश्चित पाठ्य पुस्तक पढाउनु, पाठ्यक्रममा आधारित भएर पढाउनु, त्यस्तै र पुस्तकीय ज्ञान प्रदान गर्नु, सबै यस्ता शब्दहरू, यस्ता खालका शब्दहरू आयो भने यिनीहरू सबै यो चाहिँ शिक्षाको सङ्कुचित अर्थभित्र पर्दछन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब हामी शिक्षाको सङ्कुचित अर्थ पछाडि शिक्षाको व्यापक अर्थलाई पनि थोरै बुझ्ने प्रयास गरौँ। अघि हामीले कुरा गरेको शिक्षाको सङ्कुचित अर्थ, त्यसमा पुस्तकीय ज्ञान, त्यस्तै गरेर चाहिँ निश्चित पाठ्यक्रम, निश्चित पाठ्य पुस्तकको कुरा गरेको थियो भने व्यापक अर्थमा चाहिँ यो जीवन पर्यन्त चलिरहने प्रक्रिया भनेर हामीले सम्झिनुपर्ने हुन्छ। लाइफ लङ एजुकेसन भनेर भन्छौँ नि, यो चाहिँ जन्मदेखि मृत्युसम्म कुनै पनि माध्यमबाट, कुनै पनि ढङ्गबाट व्यक्तिले सिकाइ गरिरहन्छ भने त्यो शिक्षाको व्यापक अर्थ हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। विशेष गरेर व्यक्तिले आफ्नो अनुभवबाट प्राप्त गर्ने सम्पूर्ण जीवन उपयोगी ज्ञानहरूलाई हामी शिक्षाको व्यापक अर्थसँग राख्छौँ। त्यस्तै गरेर चाहिँ सामान्यतया मानिसले आफ्नो जीवनकालमा जति पनि ज्ञान प्राप्त गर्दछ ती सबै शिक्षाको व्यापक अर्थसँग सम्बन्धित छन्। त्यसमा शिक्षक, विद्यार्थी, पाठ्यक्रमको अन्तर्क्रियाद्वारा मानवको व्यवहारमा परिवर्तन आउँछ भने त्यो चाहिँ शिक्षा हो भनेर, शिक्षाको व्यापक अर्थ हो भनेर हामी बुझ्न सक्छौँ। त्यस्तै गरेर चाहिँ व्यापक अर्थलाई विशेष गरेर जोन डिबेले भन्ने बित्तिकै जोन डिबेले शिक्षालाई जीवनलाई शिक्षाका रूपमा हेरेको पाइन्छ र शिक्षा भनेकै जीवन हो र जीवन भनेकै शिक्षा हो भन्ने कुरा चाहिँ प्रसिद्ध शिक्षाविद जोन डिबेले भन्नुभएको छ। त्यस्तै गरेर चाहिँ डम्बाइलले व्यापक अर्थमा विशेष गरेर शिक्षा अन्तर्गत
ती सबै कुराहरू पर्दछन् जसले व्यक्तिलाई जन्मदेखि मृत्युसम्म प्रभाव पारेको हुन्छ भन्ने कुरा डम्बाइलले भन्नुभएको छ। DUMBIL डम्बाइलका अनुसार चाहिँ जन्मदेखि मृत्युसम्मका मानिसले सिकेका सम्पूर्ण ज्ञानहरूलाई शिक्षा हो भनेर भन्नुभएको छ। यसरी हामीले के बुझ्न सक्छौँ भने शिक्षालाई सङ्कुचित अर्थमा परिभाषित गरे पनि व्यापक अर्थमा परिभाषित गरे पनि त्यसको अर्थअनुसार हामीले कुन सङ्कुचित हो, कुन बृहत हो, कुन वास्तविक हो, कुन विस्तृत अर्थ हो, यसलाई छुट्याएर अध्ययन गर्नुपर्ने हुन्छ।